हाम्रो इभिनिङ वकको लिडर चाहिँ उहाँ हुनुहुन्छ अनि हाम्रो साइला उहाँ एकजना दोस्रो नम्बरमा अनि तेस्रोमा म इभिनिङ वक सुरुवात भएको छ है आज फेरि दोस्रो दिन हो साथीहरूसँग घुम्नु हिँडेको उहाँहरू इभिनिङ वकमा हिँडेको बढेपछि चाहिँ हामी मोड लेफ्ट गर्छौँ है त आजको हाम्रो लास्टमा आइपुग्यो हामी चाहिँ आज चाहिँ यता राइट लेफ्टतिर जान्छौँ अस्ति चाहिँ हामी यता राइटतिर गएको थिएँ सरस्वती नगरको A1 केमा आइपुगेछौँ के अरे गाई पनि भेट्टायो बाटोमा हिँड्दा हिँड्दा यस्तो माली गइरहेछ है यहाँ गोपीकृष्ण हलको छेउतिर आइपुग्यो गोपीकृष्णमा चाबेल पुग्नै लाग्यो यो गोपीकृष्ण हल पछाडिको विद्युत स्टेसनतिर आइपुग्यो हामी है प्राधिकरणको यो के अरे यो चाहिँ खै के भन्छ हाम्रो सोलुखुम्बु जाने जीवहरू यहाँबाट खोटाङ दिक्तेल सोलुखुम्बु पुगेर अहिले चाहिँ दामी फुल फुलेर रहेछ है अहिले चाहिँ हामी चाबेल आइपुग्यो है यस्तो जाम भएर रहेछ यहाँ पनि रहेछ दामी यो चाबेल चोक नजिकै आइपुग्यो पुरै ट्राफिक जाम रहेछ है यहाँ चोकमा पुग्यो है त यहाँबाट लेफ्ट ल एकैछिनै सोच्यो नजिकै आइपुग्यो रहेछ खानु पर्छ नि यार चाबेलको बौद्धनाथ के भयो यो ट्याक्सीलाई पछाडि फर्केर नि हेर्दैन हो कि भइरहे बोला नि सुन्दैन हुनु त गाडीले हो हल्का म्याप रिडिङ गरियो हामीले यो रामघाट हस्पिटल भेट्नलाई पत्ता लगाउन सकिएन रिटर्न भयो हामी चाहिँ है हामी हिँडेको चाहिँ यो रामघाट प्राथमिक स्वास्थ्य केन्द्र खोज्दै हिँडेको हो करिब करिब अब नजिकै आइपुगेछ हामी है त यो भाइ हो लेफ्ट साइडमा रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भनेर रहेछ हो यहाँनिर यही रहेछ है एकदमै मौसम त बडाको जत्तिकै हो भनौँ न आज असार 1 गते है बादरले मेरो फोन खोसाउँछ होला हातमा फोन बोक्नु हुँदैन भन्थ्यो यता यार छिर्नु पर्दो रहेछ है पशुपतिनाथ मेन मन्दिरमा जानलाई चाहिँ तर अहिले चाहिँ बेलुका पशुपतिनाथमा चाहिँ यस्तो देखिँदो रहेछ पुरै भक्तजनहरूको भिड हुँदो रहेछ है पशुपतिनाथमा आइपुग्यो पशुपतिनाथ यही हो देखेको पशुपतिनाथ चाहिँ यही हो मेन मन्दिर चाहिँ यो हो 7 बजेको कति 7:30 बजेको दृश्य है त यो पशुपतिनाथले सबैको रक्षा गर्नु है यहाँ चाहिँ पशुपतिनाथको दृश्य देख्दै साथीहरू लोभाइसकेछन् है सेल्फी हान्नुको बिजी छ यहाँ मिलाएर हान्नुहोस् है यो पछाडिकोलाई ट्याक्क निकाल्नु होला दामी है अहिले चाहिँ हामी ठ्याक्कै पशुपतिनाथको बेलुकाको भक्तजनहरूको चाहिँ फर्किँदैछौँ यहाँ सोल्टीले चाहिँ हल्का भ्लगिङ गर्दै हुनुहुन्छ यहाँ भान्जा भारी है अहिले बेलुका पशुपति दर्शन गर्नु जाने भक्तजनहरूको जुत्ता चप्पल है यहाँनिर ए राम्रो आरती भइरहेको रहेछ है आरती भइरहेको छ पारी पशुपतिनाथमा लाइभ देखाइरहेका छौँ है अहिले पशुपतिनाथबाट चाहिँ तपाईँहरूलाई हामी अब चाहिँ जाऊँ घर गरौँ है प्रसाद दिनु भएको रहेछ फालिदियो त सम्झि मैले त छर्किने होला भनेर छर्काइदिएको यस्तो भुइँतिर छर्काइदिएको खानेकुरो रहेछ चाहिँ हामी फर्किने क्रममै छौँ बाटोमा यहाँनिर चाहिँ पुरै भिडभाड बढिरहेछ पशुपतिनाथ हुँदै हामी चाहिँ अब बौद्धतिर लाग्यो बौद्ध हुँदा ल ल ल तपाईँहरूको पालो ल ल ल यत्रो पशुपतिनाथ छिराउँछ भन्छले के त छिरेन ल पऱ्यो नि त हो त्यहाँ हो छिरेन छिरायो भाती छिरायो हान्यो भाग्य चेक गरेर नि
फर्कियो है अब चाहिँ बाघ आउँछ कि जस्तो पनि लाग्यो यार यहाँ त बाघ भन्दा नि चोर चाहिँ आउँछ होला है यहाँ छ बिचरा गाह्रो छ नि सकेर यी ओहो यहाँनिर नि पूजा हुँदो रहेछ यहाँ के हो धामी धामी कन्टिन्यू गरेको हाम्रो दोस्रो दिन आज है यो इभिनिङ हाइक चाहिँ तर यहाँ त चिन्ता पो राख्ने रहेछ नि के होला है पिपलको बोटनिर आइपुगेछ र अहिले त हामी त वेसुरीमा आइपुगेछौँ है अहिले चाहिँ कहाँ जाँदै अरे भन्छ बौद्ध हुँदै ल ल ल ल बागमती पुल हो त्यही नि पुल नतारे सम्भव छैन खोला बढेर है यो बागमती खोला होइन त जोगाएर है साथीहरू जोगाएर हामी चाहिँ अहिले रोड क्रस गर्दैछौँ जेब्रा क्रसिङ पनि रहेन यहाँ फेरि आफ्नै तालमा दियो तलब गरेर यता हेर पानी परेर यार खानामा नभइकन पानी पऱ्यो यार आज